सेफ सन्तोष शाह पक्राउ परे भनेको सुन्दा मलाई चाहिँ पर्सनल्ली दुःख लाग्यो। तपाईले उहाँको लागि कुनै दुःख मनाउ गर्नु पर्दैन। मान्छेले नाम कमाएर मात्र हुँदैन, त्यो नामको इज्जत र मर्यादा पनि राख्न सक्नुपर्छ। विश्वभर नेपाली खानाको नाम चिनाउने चर्चित सेफ सन्तोष शाह पक्राउ परेका छन्। प्रहरीले उनलाई जनकपुरबाट पक्राउ गरेको छ। उनीमाथि काठमाडौँमा एक रेस्टुरेन्ट खरिद सम्बन्धी आर्थिक कारोबारमा चेक बाउन्स बैंकिङ कसुर सम्बन्धी आरोप लागेको बताइएको छ। प्रहरीका अनुसार गैरीधारा स्थित एक रेस्टुरेन्ट खरिद प्रक्रियामा आर्थिक लेनदेनको विवाद उत्पन्न भएको थियो। सोही घटनासँग सम्बन्धित उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। सन्तोष शाह नेपाली खानालाई विश्वभर चिनाउने चर्चित सेफ हुन्। उनी BBC मास्टर सेफ द प्रोफेसनल 2020 का रनर अप बनेका थिए भने 2021 मा मास्टर सेफ रिम्याच जित्न सफल भएका थिए। सेफ सन्तोष शाह पक्राउ परे भनेको सुन्दा मलाई चाहिँ पर्सनल्ली दुःख लाग्यो। तपाईले उहाँको लागि कुनै दुःख मनाउ गर्नु पर्दैन। मान्छेले नाम कमाएर मात्र हुँदैन, त्यो नामको इज्जत र मर्यादा पनि राख्न सक्नुपर्छ। यो रेस्टुरेन्ट किन्दाखेरिको चेक बाउन्सको कहानी मलाई थाहा छैन, त्यो कसको केस हो भनेर, तर मलाई थाहा भएको कहानी चाहिँ म तपाईहरुलाई भन्छु है त। मेरो आन्टीहरुको चाहिँ डिजिटल मार्केटिङ र ग्राफिक डिजाइनिङको कम्पनी छ काठमाडौँमा, भाइहरुले चलाउँछन् हैन। अनि सेफ सन्तोषको रेस्टुरेन्टको त्यो सबै डिजाइनिङ पेन्टिङदेखि लिएर सबै थोक मेरो भाइहरुले गरेको हो के हैन। सोशल मिडियाको कामहरु सबै मेरो भाइहरुले गरेको हो। अनि 3 लाख रुपैयाँ उहाँले पे गर्नु पर्थ्यो। 6 महिना पछाडि उहाँले चेक दिनुभयो उहाँकैमा काम गर्ने एकजना मान्छेको नामबाट। अनि त्यो चेक बाउन्स भयो। त्यो बाउन्स भइसकेपछि आन्टीले कन्ट्याक्ट गर्दाखेरि यो मान्छेले आन्टीलाई धम्काएको छ क्या, मिडिया के हो भनेर म तपाईलाई देखाइदिन्छु, तपाईलाई जान्न मन छ मिडिया भनेको के हो भनेर। अनि उहाँले के पनि भन्नुभएको थियो भन्दाखेरि चेक दिए भनेको दिनु भनेको चाहिँ पैसा दिए बराबर हो, अरु मलाई थाहा छैन, जे गर्न सक्सेस गर। अनि फाइनली गएर अस्तिको दिन उहाँहरूले पनि उजुरी हाल्नु भएको छ हैन। अनि यो रेस्टुरेन्ट किन्दाखेरि चेक बाउन्स गरेको केस अर्कै हो क्या। अनि उहाँको चाहिँ यस्तो धेरै कहानी छ क्या, मान्छेहरूलाई पैसा पेमेन्ट नगरेको, यो भेजिटेबल भेन्डर्सहरू जहाँबाट चाहिँ सागसब्जीहरू ल्याउने हैन, यो भनेर साध्य छैन क्या। त्यही भएर तपाईहरुले यस्तो मान्छे जो चाहिँ कोन आर्टिस्टै भन्छु क्या म है, यसरी मान्छेलाई काम गर्ने, मान्छेबाट सामान लिने, अनि त्यो पछाडि नतिर्ने, अनि चेक दिने, चेक बाउन्स गराउने, अनि चेक दिएको चाहिँ पैसा दिए सर हो भन्दै उहाँ हिँड्नु भएको छ क्या। आई बेट कि उहाँको यो मात्र एउटा कहानी होइन क्या, उहाँको चाहिँ यस्तो कहानी धेरै छन्, अब बिस्तारै निस्किन्छ क्या। त्यही भएर यस्तो मान्छेले चाहिँ हामीलाई नेपाललाई चाहिँ संसारभरि चिनाएर के गर्नु? मान्छेको आफ्नो एउटा एथिक्स नभएपछि